मुख्य कान्ति भैरवको ललौटको मूर्तिलाई गोकर्णपारी गाउँ त्यसैमा राखिन्छ र त्यहाँबाट ल्याएर आज हिजो चतुर्दशीको राति मध्यरातमा त्यहाँबाट उठाएर ल्याएर यो कान्ति भैरव मन्दिर उत्तरवाहिनीमा ल्याएर चाहिँ राख्ने परम्परा छ र भैरवको भैरवी तन्त्रमा श्री भैरव भैरवीको चाहिँ सिद्धि चढ्नको लागि चतुर्दशीको मध्यरातमा नदी किनारमा आएर तपस्या गर्नुपर्ने एउटा जुन तान्त्रिक परम्परा छ सोही परम्परा अनुसार यहाँ चाहिँ कान्ति भैरवको रथलाई यहाँ ल्याइएको छ र यो उत्तरवाहिनी कान्ति भैरवीको मन्दिरमा 32 पल्ट प्रदक्षिणा गराएर भैरवलाई 32 पल्ट प्रदक्षिणा गराएर यहाँ विश्राम गरिन्छ र यहाँ विश्राम गरिसकेपछि बलि पूजा हुन्छ र अब भैरवमा चाहिँ बल्ल चाहिँ अब शक्ति चढ्ने विश्वास गरिएको छ। अब बिसाउनको लागि तयारी गरिँदैछ। यो गोकर्णको सबैभन्दा ठुलो जात्रा हो र यही जात्राको परम्परा मोलपानी ढोका आलापोसम्म पनि चलेको छ र त्यसको मुख्य देवता चाहिँ यही कान्ति भैरव मानिन्छ र कान्तिपुर नामाकरण पनि यही भगवान् कान्ति भैरवकै नामबाट रहेको कुरा मिलन रत्न बज्राचार्यले बताउनु भएको छ। यो जात्रा अब 5 दिनसम्म लाग्छ र अक्षय तृतीयाको दिनमा भैरवलाई विश्राम दिइन्छ र अर्को वर्ष फेरि त्यसै गरी वैशाख शुक्ल चतुर्दशीबाट हुन्छ र फेरि कोही अक्षय तृतीया दिनसम्म चल्छ। 5 दिनसम्म चाहिँ यो जात्रा चल्छ।